अलराइट सो हे एभ्रिवान आई एम भीम सागर वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज धेरै लामो समयपछि म चाहिँ आएको छु सल्यानको पोखरा भन्ने ठाउँमा छु र अहिले म एउटा पोखराको सबैभन्दा ठुलै भन्नुपर्छ सायद म स्कुलमा जानेछु र अहिले म स्कुलको पछाडिको ब्याकग्राउन्डमा छु। हेर्न सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्ड कति रमाइलो छ। ठुल्ठुला पहाडदेखि लिएर यहाँ समथर भन्ने चिज अलिकति पनि छैन, एकदमै सुन्दर भ्यू छ। र म यहाँ आउनुको कारण चाहिँ यो हो कि यहाँमा मैले सबैभन्दा पहिलो यदि सानोमा मैले कुनै स्कुलमा पढेको छु भनेपछि सबैभन्दा पहिलो स्कुल चाहिँ यही नै हो जुन स्कुलमा आज तपाईँलाई देखाउन चाहन्छु। र मैले नेपालका 5वटा स्कुलहरूमा पढेको छु। म 5वटा स्कुलमध्ये अलमोस्ट सबै स्कुलमा मैले पढेका स्कुलहरू चाहिँ मैले हेरिसकेँ र यहाँ पनि यही स्कुल हेर्नको लागि आएको बिकज विगत धेरै वर्षपछि यही स्कुलको बारेमा तपाईँलाई देखाउन चाहन्छु। लेट्स गेट स्टार्टेड। ओके, टाइम ल्याप्समा मैले अलरेडी स्कुलको अलिअलि भिडियो भ्यूहरू देखाउन खोजेको मात्रै हो, त्यस्तो केही पनि खास छैन। तर वास्तवमा भन्ने हो भने यो स्कुल चाहिँ मलाई एकदमै मन पर्यो किनकि हेर्न सक्नुहुन्छ एक त स्कुलको ब्याकग्राउन्ड जो नेचुरल्ली छ, हेर्न सक्नुहुन्छ जति पनि ब्याकग्राउन्डहरू छ पछाडिको ब्याकग्राउन्डदेखि लिएर स्कुलको अवस्था लिएर एकदमै रमाइलो छ। र मैले स्कुलको अलिकति कोठाहरूदेखि लिएर अनि सबै अलिकति एकचोटि देखाउन चाहेँ। सर्वप्रथम म स्टार्ट गर्छु यहाँदेखि, राष्ट्रिय गानदेखि है। हेर्न सक्नुहुन्छ अहिले कुनै पनि मैले जति पनि स्कुलमा पढेँ त्यस स्कुलमा चाहिँ यसरी राष्ट्रिय गान लेखिएको छैन। हरेक स्कुलमा भन्नुपर्दा मैले पढेका 5वटा स्कुलमध्ये मैले 4वटा स्कुल चाहिँ अलरेडी हेरिसकेँ, त्यसमा चाहिँ राष्ट्रिय गान कहीँ पनि लेखेको थिएन। र यहाँ हेर्न सक्नुहुन्छ पहिले राष्ट्रिय गान भनेर लेखेको छ। यो भनेको एकदमै स्कुलमा राष्ट्रिय गान हुनु भनेकै सबैभन्दा मेन कुरो चाहिँ स्कुलको व्यवस्था कस्तो छ भन्ने कुरा जनाउँछ यसको राष्ट्रिय गानले। अनि अर्को कुरा राष्ट्रिय झन्डा, हेर्न सक्नुहुन्छ राष्ट्रिय झन्डा। अनि अर्को कुरा राष्ट्रिय छाप, राष्ट्रिय चराडाफे। त गाइज यति कुराले चाहिँ स्पष्ट पार्छ कि यो चाहिँ साँच्चीकै म अहिले नेपालमा आएको जस्तो फिल भइरहेको छ यो स्कुलले गर्दा है। सबैभन्दा राष्ट्रिय गान, त्यसपछि राष्ट्रिय झन्डा, त्यसपछि राष्ट्रिय छाप, राष्ट्रिय चरा, त्यसपछि म तपाईँलाई देखाउन चाहेँ। यहाँ हेर्न सक्नुहुन्छ राष्ट्रिय फुल लाली गुराँस भनेर भनेको छ, यो राष्ट्रिय रङ। अनि त्यसपछि राष्ट्रिय जनावर, हेर्न सक्नुहुन्छ कति सुन्दर कति राम्रो हैन। यति भइसकेपछि बच्चाहरूलाई थाहा हुने कुरा हो कि हाम्रो राष्ट्रिय गान के हो, हाम्रो राष्ट्रिय झन्डा कुन हो, राष्ट्रिय हाम्रो छाप के हो, राष्ट्रिय चरा के हो, यो चाहिँ बार बार यहाँका स्टुडेन्टहरूलाई पनि भन्नु पर्दैन होला। र अर्को कुरा राष्ट्रिय लाली गुराँस फुल चाहिँ कुन हो हैन। अनि त्यसपछि राष्ट्रिय रङ के हो र हाम्रो राष्ट्रिय जनावर चाहिँ के हो, स्पष्ट तरिकाले यहाँ चाहिँ बताइदिएको छ। र अर्को कुरा म तपाईँलाई माथि देखाएँ, यो चाहिँ पुस्तकालय र त्यो कम्प्युटर कक्षा लेखेको छ। वहाँ तपाईँले अलि राम्रोसँग क्लियरली देख्न सक्नुहुन्न होला, वहाँनिर चाहिँ एउटा सरस्वती गान पनि त्यहाँ छ र सरस्वतीको एउटा फोटो पनि राखिएको छ। म तपाईँलाई जुम गरेर देखाइदिएँ, हेर्न सक्नुहुन्छ सरस्वती माया गान भनेर लेखिएको छ र सरस्वतीको एउटा फोटो छ। सबैभन्दा ठुलो कुरो त एउटा राष्ट्रिय झल्काउने यो स्कुलमा मैले पहिचान देखेँ है। सबैभन्दा फर्स्ट कुरो चाहिँ अहिले मैले 4वटा स्कुलमध्ये मैले कुनै पनि स्कुलमा यस्तो अवस्था अर्थात् यस्तो रङहरूको यस्तो राष्ट्रिय झल्काउने कुनै पनि चिजहरू देखिनँ त्यहाँ। अर्को कुरा म तपाईँलाई यहाँ जति पनि लेखिएको छ त्यो सबै म पढेर पनि देखाइदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ यहाँ विद्यार्थीहरूलाई आकर्षण बनाउनको लागि एउटा मोटु र एउटा पत्लुको एउटा चित्र बनाएछ। अनि फेरि यहाँ एउटा सानो बच्चाहरूलाई समाएको मम्मीले हैन। अनि यहाँ लेखिएको छ विद्यालयलाई शान्ति क्षेत्र बनाऊ भनेर लेखिएको छ, एउटा कुरा है। अब अर्को कुरा म देखाएँ, यहाँ हेर्न सक्नुहुन्छ कस्तो चित्र छ अर्थात् कस्तो पेन्टिङ गरिएको छ। र यहाँ लेखिएको छ पढी लेखी बाबु नानी बनाऊ ज्ञानी, हेर्न सक्नुहुन्छ बच्चाहरूको लागि पनि यो एकदमै राम्रो कुरा हो एक्चुअली भन्ने हो भने। र अर्को कुरा हेर्न सक्नुहुन्छ वेलकम इन आवर स्कुल, हेर्न सक्नुहुन्छ वाउ
यो हेरेर मलाई के याद आयो भन्दाखेरि हामी जब 1-2 क्लासमा पढ्थ्यौँ त्यतिखेर चाहिँ एउटा किताबमा पनि यस्तै कलरको यस्तै डिजाइनको र यस्तै धाराहरू भएको जङ्गलहरू भएको रुखहरू भएको अनि खेल्न लागेको स्कुल जान लागेको टोयलेट भएको यो सबै 1 कक्षा या त 2 कक्षामा मलाई त्यति रिमेम्बर छैन त्यो सबै मलाई चाहिँ यहाँको सल्यानको स्कुलको देखेर याद आयो यो चाहिँ एकदमै राम्रो कुरा हो कक्षा 1 को जस्ट यहाँ लगाइएको रहेछ अनि अर्को कुरा म तपाईँलाई देखाइदिएँ यहाँ कुनै पनि ढोकाहरू एकदम ताल लगाइएको छ हेर्न सक्नुहुन्छ त्यस्तो खुल्ला कुनै पनि छैनन् अर्को ठाउँ चाहिँ के लेखेको छ आउनुहोस् म तपाईँलाई देखाउँछु अब चाहिँ यहाँको पालो पुरानो कोट लगाऊ नयाँ पुस्तक किन थोरो हेर्न सक्नुहुन्छ यति लाइनले पनि मान्छेको जीवनमा कति चाहिँ परिवर्तन गर्छ त्यो तपाईँ हामी सोच्न पनि सक्दैनौँ है र यो स्कुलको नाम हो श्री त्रिभुवन जनता माध्यमिक विद्यालय स्थापना 2009 मा भएको रहेछ है अनि अर्को कुरा पृथ्वीमा ज्ञानभन्दा शुद्ध वस्तु अरू केही छैन भागवत गीता वाउ हेर्नुभयो एक्चुअली म यही नै हो सांस्कृतिक झल्काउने एउटा विद्यालय भनेको एउटा पवित्र स्थान भनेको नै एक्चुअली यस्तैले भन्छन् बुझ्नुभयो के भन्छ पृथ्वीमा ज्ञानभन्दा शुद्ध वस्तु अरू केही छैन भन्नुभयो भन्नुको मतलब लाइन बुझ्नुभयो हैन त अब यो यही नै हो सबैभन्दा ठुलो कुरा हेर्न सक्नुहुन्छ कि स्कुलको बारेमा म त स्टिक घुमाएर देखाएँ एकचोटि यहाँको स्कुल अलिकति स्कुलदेखिको पछाडिको ब्याकग्राउन्ड मैले देखाउन चाहेँ यो ठुलो जो भवन छ त्यही नै हो हेर्न सक्नुहुन्छ र भवन पछाडि हेर्नुहोस् कति राम्रोसँग एकदम पर्खाल लगाइएको छ तलसम्म अनि परसम्म हैन अनि यहाँनिर म तपाईँलाई देखाउन चाहेँ अलिकति यो भवन चाहिँ एकदमै पुरानो भवन हो जतिखेर म पढ्दाखेरि पनि यही भवन थियो र आज पनि यसलाई व्यवस्थित तरिकाले राखिएको छ अर्थात् छ भनौँ त्यस्ताको त्यस्तै हैन हेर्नुहोस् मैले सानोमा पढेको स्कुल र सबैभन्दा फर्स्ट र मेरो सबैभन्दा जिन्दगीको सबैभन्दा पहिलो स्कुल भन्दाखेरि पनि कुनै फरक पर्दैन यो स्कुल अलिकति पछाडिको ब्याकग्राउन्ड पनि देखाउन चाहेँ अर्को पश्चिमतिरको ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ यिनी सल्लाहका रुखहरू छन् यतातिर अनि यहाँ चाहिँ अलमोस्ट आरुहरू फलेर ठुला भइ यिनी पनि यो सुन्तलाका बोटहरूदेखि लिएर यिनी यो जो ठुलो रुखहरू देखिनु भएको छ यो चाहिँ हाम्रो दिदीहरूले पढ्दाखेरि लगाएका रुखहरू हुन् भनेर मलाई याद छ अलिअलि सुन्तलाको बोटहरू लगाइएको छ पछाडि हेर्न सक्नुहुन्छ अरू 4वटा स्कुलका मध्ये अलिकति व्यवस्थित लाग्यो मलाई किन स्कुलको बारेमा भइसकेपछि अब चाहिँ हामी जाँदैछौँ स्कुलको माथिको यो जो ब्याकग्राउन्ड छ यसलाई चाहिँ यहाँ कोटाओ पनि भनिन्छ कोट भनेर भनिन्छ आई डोन्ट नो एक्ज्याक्टली किन भनिएको मलाई पनि थाहा छैन र यहाँ दसैँको टाइममा ठुलो मेला पनि लाग्ने गर्छ योभन्दा 20 वर्ष अगाडि चाहिँ म सानै थिएँ त्यतिखेर मम्मी बुवासँग गएको थिएँ र आज म फेरि त्यही ठाउँमा जाँदैछु यो एक्सपेक्ट नगर्नु कि त्यहाँ अहिले पनि मेला लागेको छ त्यो होइन जस्ट प्लेस हेर्न र त्यहाँको वातावरण बुझ्न म त्यहाँ जाँदैछु तपाईहरु पनि भिडियोमा अन्तिमसम्म रहिदिनु होला सो लेट गेट स्टार्ट अहिले अब हामी त्यो कोटको लागि यात्रा सुरु गरिरहेका छौँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ जहाँ पनि जानुपर्छ प्रायः सब पैदल नै जानुपर्छ किनभने बाटो यस्तो अवस्था छ मैले पैदल हिँड्दा त तल पुरा रिङाटा लाग्ने ठाउँ छ यो हेर्न सक्नुहुन्छ अघिनको स्कुल यहाँनिर छ अब हामी चाहिँ ट्राभल यस तरफ गर्दैछौँ अहिले चाहिँ हामी कोट भन्ने ठाउँको मेन पोइन्टमा आएका छौँ यहाँनिर हेर्न सक्नुहुन्छ कति कालो कालो घाँसहरू छ यहाँ माउन्टेन्स छोटा छोटा माउन्टेन्सहरू छन् र उता त्यो यो गाउँ चाहिँ पैयाखरको हो यहाँनिर एउटा नेटवर्कको लागि टावर रहेछ र यही हो यही ब्याकग्राउन्डमा होला सायद मेला लाग्ने भनेकै किनभने योभन्दा उतापट्टि चाहिँ अलिकति ब्याकग्राउन्ड अलिक कष्टकर छ यही ब्याकग्राउन्ड नै होला किनभने मन्दिर पनि यहाँनिर सानो बनाइएको रहेछ हेर्न सक्नुहुन्छ र यतातिरको भ्यू मैले देखाएँ
उतापट्टि चाहिँ ट्याक्कै कालीमाटी भन्दा पनि कुनै फरक पर्दैन। हेर्न सक्नुहुन्छ यतातिरको ब्याकग्राउन्ड भन्दाखेरि पनि यहाँको ग्राउन्ड भन्दा हुन्छ। यहाँ बारीहरू छन् अनि 1-2टा घर यहाँ पनि छन्, तर यो घरमा कोही पनि बस्दा रहेनछ। अनि यहाँनिर एउटा सानो घर छ, हेर्न सक्नुहुन्छ। यो कोटको बारीमा छौँ, हेर्न सक्नुहुन्छ। नेपालमा अहिले यो ठाउँहरू मानिसहरूले छोडिदिइसकेको जस्तो अवस्था छ, किनभने यो ठाउँमा बसेर काम पनि छैन एक्चुअली, र कुनै सरकारले बेहोर्ने जस्तो अवस्था पनि छैन। हेर्न सक्नुहुन्छ बाढीको हालत कस्तो छ। यहाँ वर्षौँ वर्ष काम गरे पनि यहाँको बालीको अवस्था यस्तो हुन्छ। यसको कारणले यो घरमा बस्ने व्यक्तिले पनि सोच्नुभयो होला कि यहाँ बसेर कुनै काम छैन भनेर। यहाँले चाहिँ अहिले घरै छोडिदिएको जस्तो अवस्था छ। सल्यानमा अरूभन्दा पनि भ्यू भने एकदम बेस्ट छ क्या, बेस्ट। म तपाईँलाई यसरी देखाएँ, हेर्न सक्नुहुन्छ भ्यू भने मस्त छ। तर हामी अब तल चाहिँ कसरी जाने त्यसको बारेमा हामीलाई एक्ज्याक्ट थाहा छैन। फाइनली गाइज धेरै लामो समयको यात्रापछि म चाहिँ आइसकेको छु कोटोको यो टापुमा। हेर्न सक्नुहुन्छ मेरो पछाडिको, अगाडिको र चारौँ तर्फको भ्यू हेर्न सक्नुहुन्छ। कति रमाइलो, कति सुन्दर र कति बेस्ट छ भन्ने कुरा। अनि यो यतातिर हेर्न सक्नुहुन्छ कति एउटा सानो स्कुल पनि छ त्यहाँ, सायद 5सम्म होला। त्यो स्कुलदेखि विद्यार्थीहरू कतिजना छन् र त्यस 5 क्लास पढिसकेपछि जो अघि मैले देखाएको स्कुल थिएँ, अरू 6, 7, 8 क्लास पढ्न चाहिँ त्यहाँ जानुपर्छ होला। त्यहाँ ओन्ली 5 क्लाससम्म मात्रै छ। यहाँ हेर्न सक्नुहुन्छ यो अहिले सायद मौसम अलिकति नराम्रो भएको कारणले चाहिँ स्पष्ट तरिकाले देखाउन सकेको छैन। यो यहाँदेखि तल एउटा कालीमाटीको मागे भन्ने ठाउँ, यहीँबाट स्पष्ट तरिकाले देख्न सकिन्छ। यतातिरको ब्याकग्राउन्ड, यतातिरको मौसम, यतातिरको हावापानी, अनि यहाँ चाहिँ एकदमै हावा लागिरहेको छ अहिले। हेर्न सक्नुहुन्छ कति सुन्दर छ। म यसरी दौडेर देखाएँ तपाईँलाई यहाँ। वाउ, हेर्न सक्नुहुन्छ प्लेस नेक्स्ट लेभल छ, नेक्स्ट लेभल। ओहो, योभन्दा उतातिर जान्दैन किनभने अलिकति डेन्जर नै छ। हेर्न सक्नुहुन्छ त्यो रोड छ, त्यो एउटा सल्यान जानको लागि बनाएको रोड। अनि यो पनि सल्यान नै हो, तर एउटा रोड छ त्यहाँनिर छड्के। यो चाहिँ मार्के मदाना हुँदै पैँखरको जाने एउटा रोड हो भनेर मैले सुन्नमा आएको छ, तर मलाई पनि ठ्याक्कै थाहा छैन त्यसको बारेमा, र थाहा नभएको बारेमा नबोलेकै राम्रो हो। त गाइस आजको भिडियो चाहिँ यति नै। आजको भिडियो कस्तो लाग्यो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकनको घन्टी पनि दबाइदिनुहोस्, किनभने मेरो भ्लग यस्तै जारी नै रहनेछ। पहिलाको केही भिडियोहरूमा तपाईँहरूले एकदमै माया देखाइदिनु भएको छ, सेयर गरिदिनु भएको छ, जसले माया गरिदिनु भएको छ, जसले सब्सक्राइब गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद दिँदै आजको भिडियो चाहिँ यही खत्म गर्न चाहेँ। सो ह्याभ अ गुड डे, सी यू सुन, बुम।